सीताके च्याउ बनाउनको निम्ति चाहिँ हामीले यो काठलाई चाहिँ ल्याइरहेका छौँ। यो लगभग 1 महिना भइसक्यो हामीले काटेर राखेको। हामीले चाहिँ यहाँ साउर उटिसको काठलाई चाहिँ काटेर राखिरहेका छौँ। अब यसलाई चाहिँ हामी पाल पार्नेछौँ। यसरी 4-4 इन्चीमा चाहिँ हामी पाल पार्दै जानेछौँ। आइकटले चाहिँ ड्रिल मेसिन छ भने चाहिँ सहिलो हुन्छ। हामी यसले पाल पार्नेछौँ। यो सबै काठहरूलाई यसरी पाल पारिसकेपछि त्यसमा चाहिँ अनि सीताके च्याउको बिउलाई हामी राख्नेछौँ। यसरी चाहिँ मैले काठलाई चाहिँ ल्याइरहेको छु। यो चाहिँ 1 महिना भइसकेको छ। यो चाहिँ घाम नपर्ने ठाउँमा राख्नुपर्छ यसरी काटेर। हामीले चाहिँ सीताके च्याउ बनाउनको निम्ति यसरी काठलाई चाहिँ हामीले पाल पारिसकेका छौँ। अनि यो सबै काठलाई चाहिँ हामीले पाल पारिसकेका छौँ। यो काठहरूलाई चाहिँ अनि विशेष गरी सीताके च्याउ बनाउनको निम्ति चाहिँ ओखर, कटुस, उटिस, साउर, लाखोरी अनि ती आदि रुखहरूमा चाहिँ अनि हुँदछ। अनि यो चाहिँ अलि छिपेको रुख चाहिँ काटेर हामीले बनाउनु पर्दछ र हामीसँग चाहिँ अनि कुन रुख चाहिँ उपयुक्त छ त्यो रुखहरू चाहिँ काटेर हामीले बनाउनु पर्दछ। मैले चाहिँ अनि हाम्रै घरमा युज गर्नको लागि मात्र बनाएको भएर यहाँ चाहिँ 25-30 वटा मात्र मुरामा मैले चाहिँ यसरी पाल पारेको छु र 25-30 वटा मात्र मुरामा बनाउने चाहिँ मैले लागिरहेको छु। र अनि यहाँनिर चाहिँ हामीले पाललाई चाहिँ यसरी 4-4 इन्चीको फरकमा यसरी 4-4 इन्चीको फरकमा हामीले पाल पार्नुपर्छ, सिधा सिधा लाइन। अनि त्यसपछि यताबाट अलि छर्के पर्ने गरी यसरी सिधा सिधा गरेर अनि यहाँ चाहिँ अनि 4 स्टेपमा चाहिँ मैले चाहिँ अनि पाल पारेको छु। र यसरी अनि हामीले चाहिँ पाल पार्नुपर्छ। आइकटले चाहिँ अनि ड्रिल मेसिन छ भने ड्रिल मेसिनले पाल पार्दा हुन्छ। र अनि च्याउ पनि अनि ल्याइसकेका छौँ। यो चाहिँ सीताके च्याउको चाहिँ अनि बिउ हो। एकदम राम्रोसँग चाहिँ ढुसी चाहिँ आइसकेको छ। यो ढुसी आइसकेको छ। यो चाहिँ अब चाहिँ नि यहाँ काठको मुरामा हामी हाल्नेछौँ। र हाल्नको निम्ति मैले एक पाकेटलाई ढुलो पनि बनाइसकेको छु। यसरी यस्तो किसिमको चाहिँ हुन्छ। र त्यसपछि चाहिँ नि यो पालमा चाहिँ बिस्तारै राखेर चाहिँ अनि एकदम कस्ने गरी यहाँ चाहिँ हामीले राख्नुपर्छ। यसरी राख्नुपर्छ। टन्नै खाँडी खाँडी चाहिँ हामीले राख्नुपर्छ। र यो यसो राख्ने चाहिँ मिसिनहरू सबै आउँछ। ड्रिल मिसिनहरूदेखि लिएर सबै चाहिँ हामीले बजारमा किन्न पाइन्छ। त्यो चाहिँ अनि महँगो हुन्छ हामीले चाहिँ किन्नको निम्ति। अनि हामी घरमै यो गर्न खानको निम्ति चाहिँ थोरै मात्र बनाउँदा चाहिँ ती मिसिनहरू चाहिँ हामीले किन्न सक्दैन, अलि महँगै पर्छ। त्यही भएर चाहिँ यसरी हामीले आफैले यसरी खाँद्दै टनक्क खाँद्दै राख्नुपर्छ। हामीले चाहिँ यसरी यसरी खाँडेर राखिसकेपछि यो लाइन एक लाइन चाहिँ हामीले खाँडेर राख्नेछौँ। र यसरी क्रमशः हामी बिउलाई खाँदै खाँदै राख्नेछौँ। हामीले चाहिँ यसरी यो पालमा यसरी सीताके च्याउको बिउ राखिसकेपछि हामी म्यानले चाहिँ यसरी पाललाई बन्द गर्नेछौँ। एकदमै पातलो ठिक्क ठिक्क यसरी बन्द गर्नेछौँ। यहाँबाट चाहिँ अनि बिउ चाहिँ नखसोस् भनेर। र काठको कुनै ठाउँमा चोटपटक लागेको छ भने त्यहाँ पनि म्यानले टाल्नुपर्छ। र यसरी नै यो सबै जति पनि मुरामा हामीले पाल पारेका छौँ यो सबै मुरालाई चाहिँ यसरी नै बिउ हाल्दै म्यानले टालेर हामी राख्नेछौँ। हामीले चाहिँ यस मुराहरूमा चाहिँ बिउ राखेर चाहिँ म्यानले टालेर यसरी चाहिँ अनि चाङ लाएर प्लास्टिकले छोपिराखेका थियौँ। यो चाहिँ 1 महिना भइसकेको छ।
र यसरी यहाँ ढुसीहरू पनि आइसकेको छ। आज चाहिँ मैले यसो खोलेर हेरेको, ढुसीहरू आइसकेको रहेछ। अब यसलाई चाहिँ दिनको 2 टाइम मुरामा चाहिँ एकदम भिज्ने गरी पानी हाल्दै जानेछौँ। लगभग 7-8 महिनासम्म यो मुराहरूमा चाहिँ पानी हाल्दै जानेछौँ। र अनि त्यसपछि चाहिँ पोखरीमा डुबाइसकेपछि अनि च्याउ फल्न थाल्छ। रुख काटेको सहित यो चाहिँ लगभग 2 महिना भइसक्यो। ढुसीहरू आइरहेको छ। अब पानी हाल्नेछौँ। आजदेखि चाहिँ हामीले यस मुराहरूमा पानी हाल्न थालेका छौँ। यसरी नै हामी दिनको 2 टाइम चाहिँ भिज्ने गरी पानी हाल्नेछौँ सबै ठाउँमा। यसरी पम्पले हाल्दा चाहिँ एकदमै सजिलो हुन्छ। हामीले चाहिँ यो काठलाई चाहिँ पानीमा डुबाउनुको निम्ति चाहिँ यहाँ निकालिसकेका छौँ। यहाँनिर चाहिँ सिमेन्टको पोखरी छ। अब यसमा हालेर चाहिँ हामी पानी हालेर 24 देखि 48 घण्टासम्म चाहिँ राखिराख्नुपर्छ। त्यसरी चाहिँ राख्नेछौँ। त्यसको लागि चाहिँ सबै काठको मुराहरूलाई हामीले यसरी बाहिर चाहिँ निकालिसकेका छौँ। अब मिलाएर पोखरीभित्र हाल्नेछौँ र 24 देखि 48 घण्टासम्म चाहिँ हामी पानीमा डुबाएर राख्नेछौँ। यसलाई यसरी राखिसकेका छौँ काठको मुरालाई। अब चाहिँ यसमा हामी पानी हाल्दैछौँ। अब यो पोखरी टन्न भर्ने गरी हामी पानी राखेर डुबाइराख्नेछौँ। यसलाई यसरी मिलाएर राखिसकेका छौँ। हामीले यो चाहिँ यसरी ठडाएर राखेको चाहिँ 2-3 महिना भइसक्यो। अब बिस्तारै चाहिँ यहाँनिर चाहिँ अनि च्याउ फल्न थालिसकेको छ। यो फलेर पनि ठुलो भइसकेको छ। यहाँ यसरी फलेको छ। यो चाहिँ सौरमा हो। यहाँ पनि फलेको छ। यो चाहिँ टिप्न मिल्ने भइसकेको छ। ठुल्ठुलै भइसकेको छ। यो चाहिँ यसरी सानो सानो आउँदैछ। यसरी यो चाहिँ ठुलो हुँदैछ। एउटा मुरामा 2-3 वटा फलिरहेको छ च्याउ चाहिँ। अब यो ठुल्ठुलो भएको चाहिँ हामी टिप्नेछौँ। यहाँ 30 वटा जति मुरा छ। यो सबैमा फल्छ बिस्तारै। यो अब फल्न सुरु गरेको छ। यो चाहिँ 3-4 वर्षसम्म मुरा कुहेर नगएसम्म चाहिँ यसबाट उत्पादन चाहिँ दिइराख्छ। हजुरहरूले पनि यसरी सितागे च्याउ घरमै फलाएर खान सक्नुहुनेछ। यो एकदमै सजिलो छ। हजुरहरूले भिडियोमा हेरिसक्नु भएको छ। ल यो भिडियो हेरिदिनु भएको निम्ति हजुरहरू सबैजनालाई धन्यवाद।